बराडाँडा जाँदाखेरि देखिने यो छिन्चुको दृश्यहरू हेर्दाखेरि यति सुन्दर लाग्ने ठाउँ। बराडाँडामा भएको टोलाउको एक दृश्य हेर्दाखेरि एकदम सुन्दर लाग्ने ठाउँ। हेलो गाइस, वेलकम ब्याक टु न्यू भिडियो एन्ड न्यू एपिसोड गाइस। आज त शिवरात्रि छ। सबभन्दा पहिला त सबैलाई शिवरात्रिको शुभकामना छ गाइस। आज चाहिँ हामी चाहिँ बराडाँडा छिन्चुको उकालो गाइस लागिरहेको छौँ उकालोमा है त गाइस। डाँड चिरै भइरहेको छ। हामी चाहिँ बराडाँडाको उकालोमा लाग्यो है। यहाँबाट तन्नैसम्म चाहिँ हामी त आड्डा आएको छौँ। मैले सबलाई देखाएको छु है। या हामी सबै गाइजहरू ल हामी चाहिँ मेलामा हिँडेको शिवरात्रिको बराडाँडा हो। ल त ल ए हामी त तपतिर आइसकिरहेछौँ त। ए पानीको सुविधा चाहिँ यहाँ जङ्गलमा उकालो जाँदाखेरि टक्क धारासँग व्यवस्था मस्तको व्यवस्था रहेछ गाई। अहिले अहिले जाने हुन्छ अहिले सर। ल गाइस, यहाँ चाहिँ भएको टोलाउ यहाँ खनेको कि के हो? साइडमा खनेर बनाएर रहेछ। तर यहाँ चाहिँ हिँड्नको लागि बाटो साइडमा पुरा मस्त बाटो बनाएर रहेछ। यहाँ चाहिँ पिकनिक खाने ठाउँ पनि रहेछ त। चुला बनाएर यो वरिपरि पुरै बाटो बनाएको हो। ल हाम्रो चाहिँ यहाँ चाहिँ हिँड्नको लागि चाहिँ बाटो साटो टक्क रेडी बनाइसकेको रहेछ। यो साइडभरि चाहिँ हिँड्नलाई मान्छेहरू टक्कै यहाँ चाहिँ बाटोहरू बनाएर टक्क हिँड्न मस्त तरिकाको होइन। तर जङ्गल त जङ्गल हो बाटोभरि बनाए पनि। तर चाहिँ बाटो चाहिँ जस राम्रो बनाएको छ। ठुलो चौर डक्सु गाडी मात्रै छ त चौरमा त। पुरा चौर डक्सु गाडी भोटे छ त। गाडीहरू आउँछ कतासम्म। बाटो चाहिँ यहीँसम्म मात्रै बनेको रहेछ। यहाँसम्म मात्रै। यता चाहिँ बाटो मस्त बनाएको रहेछ। तर यता चाहिँ खाली यताको बाटो त फेरि यस्तो हो। नेपालको बाटो त यस्तै त छ। फेरि त्यता तल आधा चाहिँ गराएको रहेछ, आधा चाहिँ बन्द नबनाएर यत्तिकै। ल गाइस, बराडाँडाको हामी चाहिँ प्रवेशद्वार कता जाने त? हामी केही त नरहेछ त भइन त नि। यही हो यहाँको चाहिँ प्रवेशद्वार। यहाँदेखि मन्दिरहरू हामी चाहिँ यहाँ खै त टावर रहेछ। पिङ पनि रहेछ त बनाएको त। तर यहाँ अटो सोटो बाइक साइक केही खासै केही छैन त। हामी चाहिँ यहाँको दृश्य हेर्छौँ है। या मेला मेला भनेर दिएर मेला भनेर यहाँ कमल दाइको माइला भएको छ।
हामी चाहिँ बरोडाँडामा मेला लाग्छ भनेर आएको थियौँ तर चाहिँ यहाँ चाहिँ मेला चाहिँ लागेन मान्छेको जमात मात्रै भयो थोरै तर मान्छे पनि धेरै हुनुपर्ने हो तर थोरै थोरै भए अब मेला पनि लागेको रहेनछ केही कार्यक्रम पनि भएको रहेनछ त्यो कारणले गर्दाखेरि अब यहाँबाट फर्किनु पर्छ जस्तो छ गाइस अलि भिडभाड तल यहाँ के रहेछ के पाकिरहेछ के पाकेको छ जस्तो छ यहाँ भिडभाड अलि छ नत्र भने चाहिँ भिड छैन खासै यो साइडमा यो पिङ छ यो पिङ चाहिँ कुहिएर खाली भइसक्यो अनि सल्लाहको गाडी यहाँ एउटा बिचमा गाडी रहेछ यो एउटा टावर रहेछ अनि दुईवटा अटो छ एउटा अटो छ एउटा बाइक छ यता माथि मन्दिर छ अरू केही छैन गाइस अब यता मान्छेहरू बसेर गफ लागेका छन् त्यही कारणले गाइस अब चाहिँ हामी चाहिँ रिटर्न जानुपर्छ है यहाँबाट केही छैन दुईवटा मन्दिर त देखेँ मैले ल है हाम्रो चाहिँ यो नास्ता कार्यक्रमको ठाउँ त्यही कारणले भिडभाड रहेछ यहाँ चाहिँ नास्ताहरू बनाएको रहेछन् त्यही कारणले गाइस हाम्रो यो चटपट 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 गाइस चटपट 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 गए छटपट ल अब झन् झन् तल हामी यहाँ चाहिँ रिटर्न हिँडेको यहाँ चाहिँ अब चाहिँ यहाँबाट भाग्नुपर्ने भयो घरतिर केही छैन अब यहाँदेखि चाहिँ लिङ फिजारेको रहेछ झिलमिलले फिजारेको रहेछ कि झिलमिलले फेरि मराइन्चरको उरोबाट परेसम्म एकना छ लो हामी चाहिँ फर्किसक्यौँ है हामी चाहिँ फर्किसक्यौँ अरू चाहिँ कोही चाहिँ जाँदैछन् अझै माथितिर उकालो चढिरहेछन् नि माथि चढ्ने टोली माथि चढ्दैछन् यताबाट हामी चाहिँ झर्ने टोली झरिरहेको छौँ ल यहाँबाट चाहिँ मस्तको छिन्जु बजारको भ्यू देखिँदैछ है यो चाहिँ यहाँ देखिने यो चाहिँ झिलमिलेको टप डाँडा है डाँडा एरिया झिलमिलेको चाहिँ अरू गाउँ चाहिँ यता छ तर चाहिँ डाँडा छिन्चुको जो चाहिँ मेन रोड चाहिँ त्यहाँ छ छिन्चुको बजार चाहिँ लास्ट पोइन्ट यहाँ अगाडि छ कि अच्छा यहाँ चाहिँ बोबाल देखिँदो रहेछ चाहिँ आउँदा आउँदै बाटोमा चाहिँ हाम्रो हाइपोलको टावरमा काम गरिरहेको मान्छेहरू पनि भेटाएको थिए यो छिन्चु खोला टोली खोलाको पुल ए चाइना पुल हो हटेरिका हो घर जाने बेला अहिले त पर्खाल लगाले पर्खाल चाहिँ ताकतै गाइस हामी चाहिँ घुमेर पनि आइसक्यौँ आजको चाहिँ दिन चाहिँ यस्तै भयो सो भिडियो चाहिँ आजको लागि चाहिँ यति नै गर्नुपर्छ जबसम्म नेक्स्ट भिडियो आउँदैन तबसम्मको लागि बाई बाई अन्य अर्को भिडियोमा भेट्ने छौँ सी यू लाइक कमेन्ट सेयर गर्न चाहिँ नबिर्सनु